हेर्दा होला हौ रात दिन फोन मात्रै आउँछ एक बटौलोको यो फोन कात्र आउनु शान्त नै हुनु टोइलेट हग्दो गया फोन आउनु मुत्त गया फोन आउनु खाना खाने बेला फोन आउनु कोहीको फोन आयो हो हेलो हेलो भिनाजु ढोक दिया निकै छौ तौदा होला हौ को यो मुखी भिनाजु भन्ने मैले त अहिलेसम्म बिहान गरेको थिएँ कोही तँ भिनाजु भन्ने त तुमले बिसरे हो मेरो पहिलाकी दिदीसँग तुमले बिहा अरे आऊ देखा अब दिदी नै भए पनि म तुम्रो सालै भए तुम्हारी मायाले फोनहरू हाले के सब निकै छौ के हुनु बे के म चिरको बड्डो हो निकै छु क्या केलाई फोन गरे आबी भन कठै भिनाजु अब केलाई फोन उठाऊ तुम्हारी माया लागि दिए जसो भए पनि तम मेरा पुराना भिनाजु हो त्यही भएर तमसँग कुराकानीहरू भनेर फोनहरू आऊ हेरे साला म कुराकानी भन्ना पनि गीत मी कुरा दछु के छ बे गीत उत्तर दिइसक्दै है म गीत भन्ना हो तुले गीत भी उत्तर दिनु पर्यो हुन्छ भिनाजु हिन्छ सकेसो म दिन आऊ खाफेर जान्दैन सुनु बे अब म सुरु दछु है ए बाटामी काफलको डाली कै महिना पाकलो गैलो माया लगाइदिन्छु छोड्या पाप लागलो हे बाटाको काफलको डाली बैशाको पाकलो लाई पिरती जहिले छाड्यो उसै पाप लागलो ए लेख भैसी काठे कुडो घाँडो धुकी धुकी सम्झन्छु लाएका पिर्ता रुन्छु हुकी हुकी ए मैना चरी घोल बनाउने हरियाली बना सम्झाउने कोही पनि छैन जनरो आया मना धैतक्दा हालौ यो त गजबको रहेछ लबी सुन है आज भन्न छु ए कहाँ आयो बल्ले मुडा कातेरो रन्या हो मजन लागे उइतिर जा कालो सल्कन्या हो त जालो भिनाजुले कसा कुरा गर्दछौ कालो गाई सोध्दछ हे कालो त कस्बिरा हुन्छ राजालाई हल्लछ सेतो त हिउँखारो हुन्छ खुट्टा खाइहाल्दछ ए जात जाउँला कपालले कि भात पकाउँला सेरी जोइ प्यारी कि भैसा प्यारा भणगोठाला तेरी तौदालो भिनाजुले कसा कुरा गर्दछौ जोइ प्यारे कि भैसा प्यारो नाचौ तुम त कुरा पछेर लै मेरो उत्तर दे पहिला तू उत्तर दे ए घाँस काटे लड्कने आसी कोदे काटे चैसी जोइ प्यारी कसरी भनौँ दुध खाए कि भैसी शाबास मेरो साला हुन लागेको छै त दालौ इन्ने त मेरा गीतका झुम्माइ उत्तर भटाभट दियो ल हुन्छ ल भई साला अब अर्का भेटेमी कुराकानीहरू ला अहिले भने मलाई हगन लागि म चरबी जान आऊ ल हुन्छ भिनाजु तमलाई लगना बेला हबल हुने रहेछ जाए बि हग खान्दिकै यति भइहाल्ने खान्छ हो तुमले हबल लागि के लागले बुई